वेलकम छ मेरो युट्युब च्यानलमा। अनि तपाईँहरू सबैजनालाई म चाहिँ आज रोमानियामा घुम्न जान लागेको है साथीहरू। यस्तो बाटो छ कि पानी परेर हाम्रो नेपालको बाटो अझ राम्रो होला क्या। अनि आज चाहिँ म एक्लै हिँडेको के, किनकि सबैजना काममा गएको थियो नि त, कसैको छुट्टी छैन। अनि त्यही भएर चाहिँ म चाहिँ घुम्दै 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 यतातिर सिनहरू देखाउँदै, एक्लै भयो भने चाहिँ मलाई अलिअलि भ्लगहरू बनाउन आउँछ। साथीहरूसँग भयो भने चाहिँ के हुन्छ भने यस्तो हुन्छ क्या, साथीहरूसँग गफ गर्नु पऱ्यो, कुरा गर्नु पऱ्यो, खानु पऱ्यो, बस्नु पऱ्यो होइन। हेर्नु त रोमानियाको वेदर कति राम्रो छ, पानी परेकै है यस्तो छ कि होइन। विशेष गरी त रेस्टुरेन्टमा काम गर्ने दिदीबहिनीहरूलाई अहिले चाहिँ एकदम धेरै गाह्रो हुन्छ क्या। गर्मी महिनामा चाहिँ है काम हुन्छ, आइतबार पनि छुट्टी हुँदैन। अनि मेरो चाहिँ प्रायः जस्तो आइतबार छुट्टी हुन्छ नि त, घरको काम हो। एकदम सजिलो छ मेरो चाहिँ है, आइतबार शनिबार कहिले है जहिले पनि म चाहिँ बाहिर निस्किराखेको हुन्छु क्या। अनि ठाउँ हेर्नु न, यहाँ मेरो वरिपरि हेर्नु न, यहाँ कस्तो छ। आज चाहिँ म नयाँ बाटो हिँडेको क्या, तल्लो बाटो। अनि माथिल्लो बाटो चाहिँ जहिले हिँडिराखेको हो, मुगुसा पार्कको चाहिँ होइन। अब अहिले चाहिँ तल्लो बाटो जाऊँ न त नि भनेर गएको थियौँ कि, यस्तो राम्रो होइन कि है। एक्लै हिँडेको क्या त्यो दिन, साग टिप्नको लागि हिँडेको क्या, होपसुट साग टिप्नलाई हिँडेको है। अनि यतातिर चाहिँ स्याउहरू पनि कति धेरै हुन्छ क्या, फलिराखेको हुन्छ क्या बाटोमै, फलफुलहरू सबै। हेर्नु मौसम यति राम्रो छ कि, त्यो दिन त भिडियो बनाउनु नि यति मजा भएको थियो कि, मलाई एकदम रमाइलो भएको थियो क्या है। त्यति धेरै ऊ नै छैन क्या, घरहरू छैन। म बस्ने ठाउँमा चाहिँ अलिअलि मात्रै छ, एक दुईवटा। स्याउको दाना हेर्नु न कति राम्रो राम्रो भएको छ क्या, यत्तिकै टिपेर नि खान पाइन्छ क्या। तर त्यत्तिकै टिपेर नखानु होला है त साथीहरू, धोएर पखालेर खानुहोस्, किनकि यस्तो हुँदो रहेछ क्या। यहाँ चाहिँ मेरै साउनीले भनेको होइन, मच्छरको औषधि कसिएर हालेको हुन्छ अरे क्या। अनि माथि प्लेनबाट मच्छरको औषधि हालेको हुन्छ अरे। अनि त्यो भइसकेपछि चाहिँ अनि मान्छेलाई रोग हुने, विभिन्न किसिमको कीटाणुहरू हुने हुन्छ अरे। अनि त्यही भएर बरु घरमै ल्याएर मजाले पखालेर खानु होला भन्छु म चाहिँ है। मैले नि त्यही गर्छु। पहिला भिडियो हाल्दाखेरि पनि यस्तै भनेको थिएँ नि त, चेरीको भिडियो हालेको थिएँ नि होइन। अनि चेरीको भिडियो हाल्दाखेरि नि मैले टपक्क टिपेर खाएको थिएँ क्या। अनि बाजेले त अबै यसरी टिपेर खानुहुन्न नि, धोएर खानुपर्छ भन्छ क्या। अनि पसलमा गएको थियो कि तल्ला बाटोबाट है, ओखर यस्तो राम्रो फलेको रहेछ कि, ओखरहरू पनि बाटै हुन्छ यतातिर चाहिँ है, टिप्न नि पाइन्छ मजाले, टिपेर खल्तीमा नि हाल्न पाइन्छ। त्यो मार्केटमा गएर मैले होइन के ल्याएको भने एउटा पेप्सी लिएर आएको थियो कि है। अनि त्यहाँनिर चाहिँ अस्ति मेगामा चाहिँ मैले छाता किनेको थिएँ क्या 45 रुपियाँमा। अनि त्यहाँ चाहिँ जम्मा 12 रुपियाँ मात्र रहेछ क्या। अनि म त छक्क परेँ क्या, पसल हेरी हुँदो रहेछ कि, सेम छाता हो क्या, त्यही एउटै छाता हो क्या। अनि त्यो दिन चाहिँ म चाहिँ घुम्दै घुम्दै गएँ नि त। एक्लै घुम्यो भने नि क्या मजा आउँछ क्या साथीहरू, मलाई चाहिँ रमाइलो लाग्छ है। साथीभाइहरू काममा भएको बेलामा नि, अनि भ्लगहरू बनाउन पनि यस्तो सजिलो लाग्छ क्या। अनि के हुन्छ नि भन न साथीहरू भएको बेलामा त कुरा गऱ्यो, खाइयो, बसियो, पियो, त्यसमै बिजी हुन्छ होइन। हेर्नु न पानी पर्न लाग्यो भने भिडियो बनाउँदै हिँडेको रङ बाटो गएछु कि आज म, थाहा छ। झन्नै त्यो सम्झना पुग्ने तारगो बिस्तारतिरको बाटो पो गएछ, माथिको सिक्का हिँडेको होइन, बाटो भुल्लिएर है। बिच बाटोबाट एउटा त्यहाँबाट पसलबाट आउने बेलामा चाहिँ ठ्याक्कै पार्क भेटिन्थ्यो के, कति राम्रो पार्क छ होइन। त्यहाँ जान खोजेको तर म भ्याएन क्या, भएन है। अनि बाटोतिर फलफुलहरू, यो के भन्छ यसलाई, मलाई त किवी फलेको रहेछ है, कति धेरै। म पाकिसकेपछि जानु पऱ्यो क्या टिपेर खानलाई। नयाँ बाटो आएको है, नयाँ ठाउँ आएको, आमा हो कम त किवी होइन, मलाई कति मन परिरहेको क्या। त्यहाँबाट हिँड्दै गएपछि चाहिँ माथि पुग्यो क्या, म त कहाँ पुगेँ है। अनि साथीहरूलाई फोन गरौँ भने सबैजना काममा बिजी थियो, कहाँ पुग्यो। अब यदि म यहाँबाट चोकमा निस्केन भने चाहिँ मैले चाहिँ के सोचेको भने, घरको एड्रेस हान्छु अनि त्यसरी टाप घरतिर कुद्छु भनेर सोचिरहेको थियो। झोला बोक्यो, एक्लै ल्याङ हिँड्यो है। रोमानियामा यही नै मजा छ क्या साथीहरू, नेपालको जस्तै, हाम्रो गाउँघरको जस्तै है। सबै कुरा वातावरण मिलेको, जाडोमा जाडै हुने, गर्मीमा गर्मी नै। अनि साग सब्जी हरियो परियो सबै देख्नुपर्ने, खानु पाउने। अनि म आउँदै गर्दाखेरि चाहिँ ठ्याक्कै यो ठाउँ देखेँ कि, यो ठाउँबाट चाहिँ मेरो घर जाने बाटो देखिन्छ क्या। आमा नि त यहाँ आइपुगेछ भने त यस्तो मन खुसी भएको थियो कि है। अनि त्यहाँबाट चाहिँ त्यो बाटो नछोडिकन भिडियो बनाउँदै यही बाटोबाट रोड क्रस गरेर चाहिँ म चाहिँ यतातिर लागेँ क्या, घरतिर मुगुसातिर आउने बाटोतिर लागेको क्या। अनि यस्तो डर लागेको होइन कि म चाहिँ, किनकि पहिलोचोटि हो नि त, कति 3 घन्टा हिँडेको, 3 घन्टा हिँड्दाखेरि कहाँ पुगेछु क्या। अनि फर्केको नि त, म त घरतिरै फर्क्यौँ होइन। त्यहाँबाट पनि फेरि म उतातिर नगएको क्या, त्यो मुगुसातिर नगएको होइन।
फेरि अर्कै बाटो गएको क्या, यता तल्लो बाटो गएको घुम्नको लागि भनेर क्या। अनि तल्लो बाटो जाँदाखेरि चाहिँ कति धेरै मान्छेहरू थियो क्या, त्यता चाहिँ एक्सर्साइज गर्ने है, दौडिने उफ्रिने थियो। अनि त्यहाँ पछि चाहिँ म यो बाटो गएपछि चाहिँ अब यता जान्छु भनेर मलाई दिमागमा आयो क्या होइन। अनि घुमेँ होइन, एक्लै छु यार, साथीहरूलाई त कहाँ हो भने। अनि यो ठाउँमा आइपुग्यो फेरि त्यो मुगुसाईको खोला है, यो चाहिँ खोला होइन, खोलाको छेउछेउ आइपुगेँ। अनि त्यतातिर चाहिँ गएन कि म, मासतिर पनि एउटा ठुलो पार्क छ, यति राम्रो ठाउँ छ कि त्यहाँ जानु मन लागिरहेको थियो। जाँदै गएन भनेको, कस्तो जानै मन नलागेको क्या, यस्तो राम्रो ठाउँ देखेर पनि जानु मन नलागेको कि, सायद एक्लै भएर होला, अलि डर पनि लाग्यो नि त। अलि मासतिर चाहिँ अलिक ठुल्ठुलो जङ्गलै छ नि त। अनि यता भिडियो बनाउँदै बनाउँदै बसेँ, एकछिनसम्म यहीँ बसेँ, भिडियोहरू सुट गरेँ, यसो देखाएँ साथीहरूलाई। ल अब अर्कोचोटि आउँदाखेरि चाहिँ हामी जानुपर्छ ल केटीहरू है, लिएर जान्छु नि म, त्यहीँबाट त हो नि, मुगुसाईबाट कति हिँडेरै 20 मिनट जतिमै आइपुग्दो रहेछ त्यहाँनिर चाहिँ। अनि माथितिर हेरेर बसेको कि कोही छ कि भनेर, कोही छैन कि, हेर्नु न, जान मन, गाडी साडी 1-2वटा चलिरहेको छ, अरू त चलेकै छैन। अनि मलाई चाहिँ त्यो दिन मैले स्ट्यान्ड पनि बोकेन अनि ब्याग पनि बोकेन क्या। अनि होपसुट सागहरू कति धेरै रहेछ है। अनि मलाई त कस्तो टिप्यू जस्तो लागेको थियो। फेरि त्यो खोलाको छेउमा रहेछ, मान्छेहरू हेरिरहेको थियो। अनि मैले चाहिँ टिपेन, साथीहरू नटिपिकन हिँडेको। अनि घरबाटै लिएर आएको थिएँ नि त साग, अनि त्यही भएर क्या साथी। आजको भ्लग चाहिँ यति नै साथीहरू, बाई बाई।